साथीहरू सबैजनामा नमस्कार। समसामयिक जानकारी अर्थात् करेन्ट अफेयर्स आज 2082 साल कार्तिक महिनाको 19 गते को करेन्ट अफेयर लिएर उपस्थित भएको छु। मेरो नाम हो मनोहर झा। तपाईहरु सुन्दै हुनुहुन्छ स्मार्ट जीके। करेन्ट अफेयर जुनसुकै बैंकिङको होस्, लोकसेवा, संस्थान वा शिक्षक सेवा सबैको लागि महत्त्वपूर्ण हुन्छ। एमसीक्यू लाई मात्र होइन कि रिटेन पेपरमा पनि तपाईले यसको डाटा उल्लेख गर्नुभयो भने तपाईको राइटिङ राम्रो मानिन्छ। चाहिएको डाटा बुझ्नलाई हरेक दिनको करेन्ट अफेयर्स हेर्नुहोला स्मार्ट जीकेमा। लागौं आजको पहिलो प्रश्नतर्फ र पहिलो प्रश्न रहेको छ आजको दिन नोभेम्बर 5 र सुनामी तयारीमा लगानी गरौं भन्ने नाराका साथ 2025 मा विश्व सुनामी सचेतना दिवस कहिले मनाइयो भनेर प्रश्न आयो भने नोभेम्बर 5 का दिन भन्नु होला। नोभेम्बर 5 र यसैसँग केही जानकारी हेर्दा यो दिवस अर्थात् सुनामी सचेतना दिवस सन् 2016 देखि संयुक्त राष्ट्र संघको आह्वानमा मनाउन सुरु गरिएको हो। जापानको प्रस्तावमा सुरु गरिएको यस दिवसले सुनामी जोखिम न्यूनीकरण र तयारीमा लगानीको महत्त्वलाई जोड दिन्छ। दोस्रो प्रश्नमा जाउँ। दोस्रो प्रश्न छ 2025 को राष्ट्रपति निर्वाचनमा करिब 63% मत प्राप्त गरी आयरल्यान्डको 10औं राष्ट्रपति को निर्वाचित भइन् भनेर। यसको सही उत्तर हो क्याथरिन कोनोली। र आयरल्यान्ड अर्थात् विश्व भूगोलमा जब प्रश्न सोधिन्छ आयरल्यान्डसँग सम्बन्धित सोध्न सक्छ। सो आयरल्यान्डको राजधानी भने डब्लिन रहेको छ र डब्लिन नै देशको राजनीतिक, आर्थिक र सांस्कृतिक केन्द्र पनि हो। त्यस्तै यहाँको मुद्रा भने युरो रहेको छ। किन? यो ईयू को सदस्य भएकोले। शासन व्यवस्था यहाँको हेर्नुभयो भने राष्ट्रपति प्रमुख हुन्छ राष्ट्रको र प्रधानमन्त्री सरकार प्रमुख हुन्छन्। हाम्रो जस्तै यहाँ संसदीय गणतन्त्र रहेको छ। अंग्रेजीमा पार्लियामेन्टरी रिपब्लिक रहेको छ। त्यस्तै यहाँको भाषा भने आइरिस रहेको छ र आइरिस र अंग्रेजी दुवैलाई आधिकारिक रूपमा मान्यता प्राप्त छ भनेर बुझ्छौं हामी, है त। लागौं हाम्रो अर्को प्रश्नतर्फ र अर्को प्रश्न रहेको छ विश्व भेगन दिवस 2025 मा कहिले मनाइयो? र विश्व भेगन दिवस नोभेम्बर 1 का दिन मनाइयो। यस वर्ष 2025 मा हरेक वर्ष नोभेम्बर 1 का दिन मनाइन्छ। भेगनलाई बढावा दिन लागि यो दिवस मनाइएको। जेनजी पुस्ताद्वारा 2082 भदौ 23 र 24 मा भएको आन्दोलनमा मृत्यु भएका 45 जनालाई शहीद घोषणा गर्ने निर्णय सरकारले कहिले गरेको हो भन्दा 2082 साल कार्तिक महिनाको 17 गते। साथीहरू यो पीडीएफ तपाई लिन चाहनुहुन्छ भने मनोहर झा पेजबाट लिन सक्नुहुन्छ। त्यहाँ अवेलेबल रहेको छ। जाउँ अगाडि बढौं। 7औं प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरूको सम्मेलन कहिले सम्पन्न भयो? 2082 कार्तिक 15 गते। त्यस्तै अर्को प्रश्नमा जाउँ। सरकारले राष्ट्रिय सभामा रिक्त सदस्य पूर्तिका लागि निर्वाचन गर्ने मिति कहिले तोकेको हो? विक्रम सम्वत 2082 साल माघ महिनाको 11 गते। अर्को प्रश्नमा जाउँ। 7औं नम्बरको प्रश्न रहेको छ सरकारले विभिन्न 6 सेवा क्षेत्रलाई राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीमा जोड्ने निर्णय कहिले गरेको हो? विक्रम सम्वत 2082 साल कार्तिक महिनाको 12 गते। साथीहरू आजको करेन्ट अफेयर प्रश्न यति थिए, तर केही टपिक चाहिँ तपाईले जान्नुपर्ने हुन्छ। जस्तै केही दिन अगाडि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई केयर रेटिंग्स नेपाल लिमिटेड द्वारा BBB+ रेटिङ प्राप्त भएको थियो, यो जान्नु पर्यो। दोस्रो भने लोकसेवाले हरेक पटक
हरेक इक्जामहरूमा लक्ष्य सम्बन्धी प्रश्नहरू सोधिरहेको हुन्छ। नेपालले लक्ष्य लिएको यो चाहिँ डाइनामिक भयो। अघिको हामी करेन्ट अफेयर्स पढ्यौँ जुन चाहिँ चेन्ज भइराख्ने हो, यो चाहिँ डाइनामिक छ कहिलेसम्म भन्दा रिटेन डेटसम्म। जस्तै यो प्रश्न 2030 सम्मलाई काम लाग्छ। नेपालमा सन् 2030 सम्ममा कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य लिएको छ नेपालले? 14%मा। त्यस्तै संयुक्त राष्ट्रसङ्घको विकास नीति समिति सीडीपीले नेपाललाई कति अवधिको तयारी समय दिएर विकासशील मुलुकमा स्तरोन्नतिका उन्नतिका लागि सिफारिस गरेको छ? 5 वर्ष। कहिलेसम्म थियो त्यो डेट? 2026 सम्म। सरकारले कुन अवधिलाई सार्वजनिक शिक्षाको दशकका रूपमा घोषणा गरेको छ? विक्रम सम्वत 2076 देखि 85 सम्म। कुन अवधिलाई सार्वजनिक विद्यालय सबलीकरण दशकका रूपमा घोषणा गरिएको छ? विक्रम सम्वत 2076 देखि 2085 सम्मका लागि। दिगो विकास लक्ष्यको 5P भन्नाले के बुझिन्छ? पिपुल, प्लानेट, प्रोस्परिटी, पीस एन्ड पार्टनरशिप। मानिस, ग्रह, समृद्धि, शान्ति, साझेदारी बुझिन्छ। यसका साथै आजको लागि करेन्ट अफेयर यही समापन गर्छु। भोलि फेरि करेन्ट अफेयर लिएर उपस्थित हुने नै छु। तपाईँ लाइक, सब्सक्राइब, कमेन्ट, सजेस्ट गर्न चाहिँ नभुल्नुहोला। हस्त, धन्यवाद।